आज भने धेरैजनाले चाहिँ मैले पहिला पनि भिडियो हालेको थिएँ यो सुन कहाँ किन्ने, कसरी किन्ने, के बनाएर लाने र के कसरी लाँदा फाइदा हुन्छ भन्ने बारे चाहिँ विभिन्न किसिमका भिडियोहरू पनि बनाएको थिएँ। युट्युबमा पनि हालेको थिएँ। तपाईँहरू सायद युट्युबमा पुरा भिडियो हेर्नु भएन होला, सब्सक्राइब गर्नु भएन होला, थाहा पाउनु भएन होला। आज पनि म त्यही पसलमा आएको छु। यो चाहिँ फेरि धेरैजनाले भन्नुले एडभर्टाइज गरे भनेर कमेन्ट पनि देखाएको थिएँ। यो अनावश्यक कुराहरूमा तपाईँ जानु जरुरतै छैन। जहाँ सस्तो पर्छ, जसरी राम्रो हुन्छ, जहाँ चाहिँ ओरिजिनल चाहिँ पाइन्छ, त्यो चाहिँ मेरो सुझाव हो। सधैँको मेरो चाहिँ चाहनै त्यही थियो, स्पेसली नेपालीहरूलाई चाहिँ है टार्गेट गरेर है यो कुराहरू चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो सपको नाम चाहिँ यो हो होइन, फोन नम्बर यो हो। अब अरबिकमा नाम चाहिँ यो हो, अल सुहेल इन्टरनेसनल भन्ने इन्टरनेसनल सेन्टर हो। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ है। अब हामीले चाहिँ के गर्यौँ मैले भन्दाखेरि यो मुबारकिया गोल्ड सपमा आयौँ। यो चाहिँ मुबारकिया पर्छ, सिटी अन्तर्गत पर्छ। यदि तपाईँहरू फाहिलबाट आउँदै हुनुहुन्छ, माबुल्लाबाट आउँदै हुन्छ भने 999 चढ्नु भयो भने यहीँ झारिदिन्छ। 999 गाडी चढिसकेपछि यहाँ झारिदिन्छ र झारिसकेपछि गोल्ड मार्केट कहाँ भन्यो भने सबैले देखाइदिन्छ। यहाँ जसले पनि देखाइदिन्छ। त्यो गोल्ड मार्केटभित्र जानु होला। अहिले हामी गोल्ड मार्केटभित्र गयौँ, सरी त्यहाँको भिडियो चाहिँ एलाउड हुँदैन। त्यहाँको सेक्युरिटीले हामीलाई भिडियो गर्न दिएन। बाइ द वे त्यहाँ चाहिँ अन्डरग्राउन्ड सबभन्दा तलपट्टि चाहिँ कच्चा सुन किन्ने ठाउँ छ, जसलाई भन्छ फाइन गोल्ड। र फाइन गोल्ड भन्ने त्यहाँ लेखेको हुन्छ। त्यो फाइन गोल्ड किन्नु होला। जतिको रेट छ गुगलमा त्यति नै पाउनुहुन्छ। विश्व रेटमा जति चलेको छ 1 ग्रामको त्यति नै पाउनुहुन्छ। र तपाईँलाई कति चाहिन्छ, जस्तै हामीले आज 25 ग्राम ल्याउँ। 25 ग्राम आज लिँदाखेरि चाहिँ हामीले चाहिँ 32.231 को रेटले होइन, 32.231 32 केडी 231 फिल्सको हिसाबले प्रति ग्राम लियौँ। त्यति नै पर्छ तपाईँलाई। हामीले 25 ग्राम लियौँ र 800 समथिङ 40-35 केडी तिर्यौँ र 25 ग्राम लियौँ। यो मेरो साथीको लागि हो। भिडियो बनाउने मान्छे मेरो साथी पनि हुनुहुन्छ, पछि लास्टमा देखाउँछु म तपाईँहरूलाई। फाइनल्ली हामीले चाहिँ अब चाहिँ सुन चाहिँ बन्ने तयारीमा छ। यो चाहिँ सबजना यहाँ चाहिँ रेडी छ। धेरै सस्तोमा बनाइन्छ। उहाँले चाहिँ 2 गेडी, अब अलि ठुलो पऱ्यो भने 3 गेडी, नत्र भने 2 गेडीमा नर्मल सबै चाप लिनुहुन्छ। राम्रोसँग बनाएर लान सक्नुहुन्छ। यदि गऱ्यो भने चाहिँ तपाईँले नेपालमा बेच्दा पनि फाइदा हुन्छ है। तर ट्रिक चाहिँ अप्नाउनु पर्छ है साथीहरू। धेरै लान चाहिँ पाइँदैन। नर्मली यो 10 ग्राम, 15 ग्राम, 20 ग्राम, 25 ग्रामसम्म चाहिँ यसो सकिन्छ है। त्यो चाहिँ आफू पनि चलाक हुनुपर्छ फेरि है त। अलराइट, अब नेगेटिभ सोच्ने बानी चाहिँ हटाउँ। सबैले चाहिँ यहाँ आउन सक्नुहुन्छ। मुबारकियामा गोल्ड मार्केट है, मुबारकिया कुवेत सिटीमा पर्छ। त्यो पनि ध्यान दिनु पर्यो तपाईँहरूलाई। कसरी जाने के जाने म नम्बर हालिदिन्छु। एकदम निर्धक्क भएर चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। र त्यो नम्बरमा तपाईँहरूले 3 देखि 4 मा चाहिँ फोन नगर्नु होला, किनभने उहाँको ब्रेक टाइम पनि हुन्छ र पसल बन्द हुन्छ। 4 बजेपछि तपाईँहरू जतिखेर आउँदा नि उहाँले चाहिँ फोन उठाउँछ भनेर चाहिँ भर्खर सोध्नु भएको छ। अब चाहिँ हामी चाहिँ लागौँ यतैतिर। बन्ने तयारी भइरह हाम्रो चाहिँ सुन होइन। हम आ गए हैं दिनेश भाई के गोल्ड शॉप में। ये देखिए कितना मजा से बना रहे हैं सब लोग। नेपाली लोग स्पेशली आना चाहिए। नेपाली लोग को वेलकम छ। सब तपाईहरुलाई चाहिँ हामी चाहिँ यो दोस्रो चौथो पटक हो। एकदम ल हेर्नु यो हाम्रो 25 ग्राम को सुन यस्तो कैसे हुआ दिखाइए। ये देखो ऐसा हुआ डंडा वाला। आइए ये बहुत बार हमले नै थाहा हो जो टिकटक डाला था ना। हेर्न सक्नुहुन्छ यहाँनिर कस्तो मजाले त्यत्रो मोटो सुन। अब हेर्नु कस्तो मजाको सिक्री भन्छ यो सुन हो है। ये कितना ग्राम के भाई जान? 200 ग्राम। माशाल्लाह माशाल्लाह, ये कब मिलेगा हमको यार। 200 ग्राम को सुनलाई यसरी अब बटार्दै बटार्दै त्यहाँबाट पेल्दै पेल्दै त्यहाँबाट पेल्दै पेल्दै सिक्री बनाउने यसरी हो। यो चाहिँ बटारे अब गरगना यसरी बनाउँछ। यो हाम्रो होइन, यो अरू कस्टमरको होला। अलराइट, यो तरिका हो पेल्ने मेसिन हाम्रो पनि। यहाँनिर त सुनलाई पहिला पगालिन्छ, जोडिन्छ, पगालेर अनि यहीँबाट यसरी बुट्टा बुट्टा हालेर बनाउँछ। यो चाहिँ हाम्रो है, यो हाम्रो 25 ग्राम को हो। अब हाम्रो पालो यसरी बनाइन्छ। ल हेर्नु पालै पालो हालेर पातलो पातलो बनाएर लाम्चो लाम्चो बनाएर औँठीको सेपमा गोलो 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 बनाइन्छ है। मजाले जोडेर हामीले चाहिँ टुक्रा टुक्रा ल्याएको थियौँ अनि जोड्नु भयो। उहाँको चाहिँ एकदम प्रोफेसनल मान्छे हुन्छ। इन्डियादेखि हुनुहुन्छ, पुरानो आदमीहरू प्राय कुवेतमा होइन। सबै ट्रस्टवर्दी ज्वेलरी सप पनि हो। यो साथीको है सुन चाहिँ हो। उसैको लागि उहाँहरूको हेरिरहनु भएको छ। एकदम गुड मान्छेहरू। ल सब लोग इधर आना चाहिए भाई लोग, भाई और बहनों, बेबी और सजनों, आप लोग को इधर स्वागत है ना। सुपथ रेट में भी बना देते हैं दूसरा जगह से। और हम तो इधर बहुत बार आ गया। वो चाचा को मालूम है, बहुत बार आया। दिनेश भाई, हाँ दिनेश भाई को मालूम है। सब नेपाली लोग इधर आके आप लोग आ सकता है। दिनेश भाई गोल्ड वाले, हाँ गोल्ड वाले के पसंद है। ये सिटी में बनता है। इधर अच्छा वाला आपका जो पसंद मिलेगा वही गहना बनाएगा। क्या प्योर 300 ग्राम 300 ग्राम।
सब सुन है, ये चाहिँ सब सुन। आज भी एक बनाएगा हाँ? मैले फेरि पनि भने तपाईहरु यदि सुन किन्दै हुन्छ कच्चा सुन बनाएर बेरुवा औँठी भन्दा पनि अलिकति बेरुवा औँठीलाई बुट्टा भरेको टाइपमा लिएर जानु होला। त्यसले चाहिँ अलिकति चाहिँ पुरानो जस्तो देखिन्छ, नेपाल लाँदा सजिलो पनि हुन्छ हैन। अब कच्चा सुन भन्ने बित्तिकै फेरि के हो भनेर उहाँलाई ल्याङफ्याङ गर्छ। तर साधारण हिसाबले चाहिँ तपाईले 25 ग्रामसम्म मजा लान पाउनुहुन्छ केटा हो भने। र केटी हो भने चाहिँ 50 ग्रामको गरगना बनाएर यसो ठुलो रिङ बनाएर घाटीमा प्लेन रिङ बनाएर प्लेन उ बनाएर सिक्री बनाएर नट्ठी बनाएर यहाँ बनाएर यहाँ लान सक्नुहुन्छ सजिलै। र बाइ द वे अहिले चाहिँ मैले भन्न चाहन्छु हामीले चाहिँ 25 ग्राम लिएर आएको छौँ र 25 ग्राम लिएर काटेको सुन लिएर आएको छौँ र काटेको सुन लिएर अब हामीले यहाँ बनाउन दिएका छौँ। र सुन कहिले पनि घट्दैन, त्यो हाम्रै आँखै अगाडि बनाइन्छ। भित्र आउनु होला, त्यो चाहिँ एकदम ध्यान। यो चाहिँ मेसिनहरू भयो, सुन पेल्ने मेसिनहरू। अहिले चाहिँ हाम्रो यहाँ तताएर पुरा उ गर्नुहुन्छ। हाम्रो चाहिँ भैया जान उपरै उहाँहरू चाहिँ यता देख्नु त, हाम्रो भैया जान चाहिँ एकदम बिन्दास हुनुहुन्छ। उहाँ मिलाएर गरिदिनुहुन्छ। नेपालीहरूलाई चाहिँ मैले फोन नम्बर पनि हालिदिएको छु र फोन नम्बर चाहिँ यही हो हैन। यसमा अलि जुम गर्नु त, 1 मा थिच्नु, यो फोन नम्बर हो है। धेरैजनाले चाहिँ एकदम फोन गर्नु भएको रहेछ। यो नम्बर तपाईहरुले चाहिँ पज गरेर हेर्नु होला, भिडियो पज गरेर यो नम्बर हेर्न सक्नुहुन्छ, स्क्रिनशट गर्न सक्नुहुन्छ। यो नम्बरमा कल गर्नु होला र 3 देखि 4 बजेसम्म बन्द हुन्छ, उहाँको ब्रेक टाइम हुन्छ हैन। त्यही भएर सकेसम्म चाहिँ 4 बजेपछि आउनु होला। यदि तपाईहरु फ्री हुनुहुन्छ भने पनि नम्बर फोन गरेर आउनु होला। 4 बजेपछि आउँदा चाहिँ तपाईहरुको सुन पनि यही किन्न नि पाइन्छ। तर यहाँ किन्नु भन्दा सुन चाहिँ अलि उतापट्टि गोल्ड मार्केट भित्र गएर किनेको एकदम बेटर हुन्छ। यहाँ चाहिँ तपाईहरुले डिजाइन अनुसारको ज्वेलरी पनि बनाइन्छ, गरगना बनाइन्छ। त्यहाँ हेर्नु कस्तो मजाले पेलेर बनाउनु भएको, एकदम ठिक, गुड, एकदम मजाले पेलेर बनाउनु भएको छ। सोना यो सुन हो, ल हेर्नुस् चाहिँ सुन हो, देख्नु सुनलाई फोकस गर्नु जुम गरेर कस्तो मजाले बनाउनु भएको त्यो सुन हेर्नु त। चाहिँ यहाँको बेस्ट पार्ट भनेको आँखै अगाडि बनाइदिन्छ, एकदम खुसी लाग्छ। हाम्रो आँखै अगाडि बनाएर टक्क दिनुहुन्छ। ए आज आइज, भोलि आइज, 2 घण्टा पछि आइज, 4 घण्टा पछि आइज, केही हुँदैन, ढुक्क हुनुहोस्। आँखै अगाडि बनाइदिनु हुन्छ, ढुक्कले आउनु होला। र यो प्रचार प्रसार गरेको धेरैले चाहिँ अनावश्यक कुराहरू पनि गरिरहेको हुन्छन् हैन। बट आई डोन्ट गिभ अ शिट, तिनीहरूलाई चाहिँ अनावश्यक कुरा केही पनि थिएन। तपाईहरुले चाहिँ यदि 24 क्यारेटकै सुन लान चाहनुहुन्छ र बेरुवा रिङ औँठी बनाउन चाहन्छ, मात्र 1 केडी 2 केडी 1 केडी हेरी 3 केडी म्याक्सिमम है, त्यो पनि बनाइदिनुहुन्छ। रिङ बेरुवा औँठीदेखि लिएर सिक्री पनि बनाउँछ। सिक्रीको लागि चाहिँ सायद अब त्यहीँ बस्दा नि चाहिँ 2-3 घण्टा लाग्न सक्छ हैन। बेरुवा औँठी शेरुवा औँठी यताउता अक्रम बक्रमहरू चाहिँ एकदमै सजिलै तरिकाले आफ्नै आँखा अगाडि अहिले हामीले हेरिरहेछौँ, बनाइरहेछ, हाम्रो भिडियो बनिरहेछ, हामी बनिरहेछौँ र एकदमै गुगल चलेको इन्टरनेट रेटमा बनाउनुहुन्छ। र गाइज त्यो नम्बरको स्क्रिनको नम्बर नेपालीमा हालेको छ, त्यो चाहिँ कृपया चाहिँ तपाईहरुले आफै बुझ्नुपर्छ। किनभने इङ्ग्लिसमा हाल्दा पटक पटक टिकटकले चाहिँ फाल्दिएको कारणले गर्दा भिडियो मैले नेपालीमा हालेको छु। त्यसलाई सम्पर्क गर्नु होला, डाइरेक्ट कल पनि छ, व्हाट्सएप पनि छ है त। ल आउनु होला, भिजिट गर्नु होला र फिडब्याक दिनु होला है। यो चाहिँ नजिकै छ, मुबारक यो सिटी आउनै पर्छ। सिटी आएपछि गोल्ड मार्केट यतापट्टि छ, 2टा बिल्डिङ उतापट्टि गोल्ड मार्केट छ, त्यसकै आडमा छ, तर अन्डरग्राउन्डमा छ यो पनि। ल गाइस, थ्याङ्क यू गाइस, थ्याङ्क यू फर वाचिङ। लाइक सब्सक्राइब चाहिँ गर्नु होला है। जतिखेर पनि युट्युबमा आएर त लाइक सब्सक्राइब गरेन भने चाहिँ यस्तो अरू भिडियो हेर्न पाइँदैन नि। फेरि मैले अर्को भिडियो पनि आउँदैछ, नेक्स्ट भिडियोमा के छ भने कुवेतमा कसरी चाहिँ कति कमाइन सकिन्छ, के गर्न सकिन्छ, बिहान के गर्छन्, दिउँसो के गर्नुपर्छ, राति के गर्नुपर्छ, बाहिर हिँड्दा कसरी हिँड्नुपर्छ भन्ने सबै बारेमा चाहिँ एउटा भिडियो ल्याउँदैछु, त्यो पनि हेरिदिनु होला। सायद त्यो अपलोड भइसक्यो होला। थ्याङ्क यू गाइस। अलराइट, अब हाम्रो चाहिँ म लास्टको एकैचोटि बनाएको देखाउँछु। र फाइनल्ली 5 मिनट पनि लागेन होला यो बनाउनलाई। हेर्दै त्यो टुक्रा टुक्रा ल्याएर उहाँले जोडेर यस्तो दामी बनाइदिनु भयो। टक्क लाएर यो चाहिँ 25 ग्राम बराबरको छ। टक्क लाएर तपाईहरु यसरी लाएर मजाले जान्छ, नर्मल देखिन्छ, यो मजाले जान सक्नुहुन्छ 5 मिनटमा। धेरै सस्तो रेटमा, जम्मा 2 रुपियाँमा बनाइदिनु भयो। अझै मिलाइदिनुहुन्छ उहाँले चाहिँ, पुरानो रेगुलर आउनेहरूलाई धन्य मिलाइदिने भन्ने कुरो हुन्छ। र साथसाथै अब चाहिँ सबैजना नेपालीहरू चाहिँ यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ सुन किन्ने। त्यसपछि आप लोग वो भी बनाते हैं ना, गोल्ड ज्वेलरी ये रिंग विंग वगैरह वगैरह है ना, सब बनाते हैं। हाय आपका तो हमारा तरफ से क्या बोलना है, सब नेपाली लोग को हाय, सब नेपाली लोग को हाय।
सब इधर आना। सब लोग आना चाहिए इधर बिंदास। अच्छा सर्भिस है बिंदास। हाम्रो आँखकै सामने बनाए, आँखकै अगाडि बनाए साथीहरू। अब चाहिँ म के भन्न चाहिने बस यो 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 यहाँबाट केही हुनेवाला छैन। साथ सपोर्टको लागि हो, यो दुनियाँभरिको मान्छेहरूलाई लागि चाहिँ होइन, यो एकदम नितान्त राम्रो मान्छेहरूको लागि मात्र। जजले चाहिँ सुन लाने गर्नुहुन्छ नि, मतलब घर जाँदाखेरि छुट्टीमा जाँदाखेरि। अहिले यो चाहिँ मेरो साथीले जाँदै हुनुहुन्छ, एप्रिल 25 ग्राम चाहिँ मजाले कटाउँछन् केटोले। नकटाउने भने भन्सर तिर्छन् लान्छन्, भन्सरै तिर्दा पनि केही फरक पर्दैन। तपाईँको आनन्दले चाहिँ अझै पनि फाइदै हुन्छ भन्सारै तिर्दा पनि नेपालको रेटमा, र यहाँको प्योर सुन भनेर पनि भनिन्छन्। सो तपाईँहरूले नितान्त रूपमा यो नम्बरमा कन्ट्याक्ट गर्नु होला, म नम्बर हालिदिन्छु। साथै एकदमै सजिलो लोकेसन पनि छ, मुबारकी आउनुहोस्। त्यसपछि त्यहाँनिर गोल्ड मार्केट छ साइडमा, जसले पनि देखाइन्छ गोल्ड मार्केट कहाँ हो नि, र त्यसको साइडमा आएर फोन गर्नुहोस्, म नम्बरमा उहाँले लोकेसन पठाइदिन्छु। 2टा बिल्डिङ यतापट्टि छ। धन्यवाद। तपाईँहरूले चाहिँ फुल भिडियो हेरेर मात्र यसको प्रतिक्रिया जनाउनु होला आउने दिनहरूमा। यसै गरेर पैसा बचाउनुहोस् होला। यो भनेको भविष्यको लागि नेपालमा 4 लाख पुग्छ भने सुनको भाउ 4 लाख पुग्छ भने नेपालमा त्यो चाहिँ 100% आफूसँग भएको पनि बेचिहाल्यो, तर निकाल्ने अर्को महिना। थ्याङ्क यू गाइज, थ्याङ्क यू, धन्यवाद, शुभरात्रि।